ओम शान्ति, गुड मर्निङ, नमस्ते। सम्पूर्ण विश्व रचयिता, विश्व कल्याणकारी, शान्तिका सागर, ज्ञानका सागर, सुखदाता, शान्तिदाता उनै सोमनाथ शिव बाबाका अति प्रिय सन्तानहरूमा मेरो आज सोमबारीय दिवसको हजुरहरू सम्पूर्णलाई कोटि कोटि नमन र हजुरहरूप्रति शुभभावना शुभकामना अर्पित गर्न चाहे। आज सोमबारीय दिवस शिव भोलानाथ बाबाको दर्शन गर्न सम्पूर्ण आत्माहरू मन्दिरमा जानुहुन्छ र हामीलाई स्वयं शिव बाबाले घरै बसी बसी दर्शन गराउनु भएको छ। उहाँको रूप कस्तो छ, उहाँको गुण के हो भन्ने कुरा हामीलाई पढाइसक्नु भएको छ। यहाँ चित्रमा देखाइएको छ शिव बाबाको, शिव भोलानाथको गुणहरू। उहाँ निराकार हुनुहुन्छ, विष्णुद्वारा दैवी सृष्टिको पालना गराउनुहुन्छ, शान्तिको सागर हुनुहुन्छ। ब्रह्मा विष्णु शङ्करको पनि रचयिता त्रिमूर्ति हुनुहुन्छ। उहाँ जीवन नयाँलाई पार लैजानेवाला हुनुहुन्छ, परमपिता, परम शिक्षक र सद्गुरु हुनुहुन्छ। जन्म मरणदेखि न्यारा हुनुहुन्छ, प्रेमको सागर हुनुहुन्छ, अकाल मूर्त हुनुहुन्छ, मुक्ति र जीवन मुक्तिको दाता हुनुहुन्छ, दुःख हर्ता सुखकर्ता हुनुहुन्छ, मनुष्य सृष्टि रूपी वृक्षको बीज रूप हुनुहुन्छ, कर्मको गतिलाई जान्नेवाला हुनुहुन्छ, ब्रह्माद्वारा सतयुगी सृष्टिको स्थापना गर्नुहुन्छ, ब्रह्मा लोकको वासी हुनुहुन्छ, शङ्करद्वारा आसुरी सृष्टिको विनाश गराउनुहुन्छ, गुणको भण्डार हुनुहुन्छ। उहाँ दिव्य दृष्टि विधाता हुनुहुन्छ, बिन्दु रूप ज्योति स्वरूप हुनुहुन्छ, कालको पञ्जाबाट छुटाउनेवाला हुनुहुन्छ, छुटाउनेवाला, सृष्टिको आदि मध्य अन्त्यको ज्ञाता हुनुहुन्छ, आनन्दको सागर हुनुहुन्छ, सुख दुःखबाट न्यारा अलग हुनुहुन्छ, शान्तिको दाता हुनुहुन्छ, दिव्य बुद्धिको दाता हुनुहुन्छ, पतित पावन हुनुहुन्छ, सद्गति दाता हुनुहुन्छ, सबको सुखको दाता हुनुहुन्छ, सबैलाई सुख दिनेवाला, नरबाट श्री नारायण बनाउनेवाला हुनुहुन्छ, पत्थर बुद्धिवालालाई पारस बुद्धि बनाउनुहुन्छ, ज्ञानामृतको सागर हुनुहुन्छ, सच्चित आनन्द स्वरूप हुनुहुन्छ। उहाँको दिव्य गुणहरू हजुरहरूले दर्शन गर्नुहोला। आज घरमै बसी बसी कतै मन्दिरमा जानु सक्नु भएन भने पनि शिव बाबाको, शिव भोलानाथको दर्शन गर्नुहोला। ओम शान्ति, ओम शान्ति। हजुरहरूको दिन शुभ रहोस्, मङ्गलमय बनोस्। ओम शान्ति। शुक्रिया बाबा, शुक्रिया।